हेलो सेवा नमस्ते सम्पूर्ण साथीहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। म चाहिँ तेह्रथुमबाट पुष्पा राई। अनि हजुरहरू कहाँबाट को हुनुहुन्छ पक्कै पनि कमेन्ट गर्नुहोला साथीहरू भन्दै आजको मेरो दिन चाहिँ यसरी सुरुवात हुँदैछ साथीहरू। बिहानै मैले चाहिँ भिडियोहरू लिँदैछु किनभने आज चाहिँ मौसम खुल्ला भएको कारणले गर्दा क्या कस्तो राम्रो भइरहेछ नि त। अनि म चाहिँ यहाँनिर फुलहरू देखाउँदै थिएँ। मैले यो अस्ति रोपेको फुलको बिरुवाहरू हो। यिनीहरूको सिजन चाहिँ खास हिउँदोमा फुल्नुपर्ने अस्ति फुल्नुपर्ने तर मेरोमा चाहिँ ढिलो फुलिरहेछ। हाम्रो चाहिँ अलिक लेक पनि पर्छ नि त ठाउँ, त्यही भएर हो कि खै थाहा भएन। कुनै चाहिँ फेरि राम्रो पनि फुलिरहेछ। अनि एक दुईवटा मैले भिडियोहरू पनि फोटोहरू पनि लिएँ फुलको। मलाई एकदम फुलहरू मनपर्छ। अनि साथीहरू त्यही हो। अनि आज बाहिर मौसमको कुरा गर्नुपर्दा चाहिँ त्यस्तो क्लियरली त भएको छैन दिनहरू, तर पनि मन्द मन्द घाम भए पनि बिहानदेखि मलाई चाहिँ कस्तो आज पोजिटिभ भाइब्स आइरहेको छ क्या। खै किन हो होइन, अरू बेला पनि हुनु त यस्तै हुन्छ दिनहरू, तर नि चराचुरुङ्गीहरूको आवाजहरू मिठो मजाको आइरहेको हुन्छ। अनि मलाई चाहिँ बिहानैदेखि कस्तो खुल्ला फ्रेस टाइपको फिल भइरहेको थियो आज चाहिँ मलाई। हुन त सधैँ पनि यस्तै हुन्छ किनभने गाउँघरको हावापानी वातावरण नै डिफ्रेन्ट हुन्छ नि त। त्यसले गर्दाखेरि ओरिजिनल हुन्छ है, त्यसले गर्दा पनि हो। तर आजभोलि चाहिँ प्रायः जस्तो सबै अब गाउँघर रित्तिन थालेको छ। गाउँघरमा सेवा सुविधाहरू त्यति धेरै हुँदैन। अनि सेवा सुविधाको लागि मान्छेहरू सहर जान्छ है, सहर बजार गइन्छ जान्छ। अनि तर बस्नु चाहिँ खास चाहिँ गाउँघर नै ठिक हो। हरेक चिजहरू अर्ग्यानिक हुन्छ, तर के गर्नु बाध्यता छ होइन, त्यही हो। अनि यो दुईजना आमा छोरी चाहिँ फाइट पर्दै रहेछ, यिनीहरूको भिडियो बनाइदिएँ मैले चाहिँ। मेरो चाहिँ यसरी नै बिहान सधैँ पनि बित्छ, उठ्यो घर सफाइ गऱ्यो, बाख्रालाई खोली पानी दियो, खानासाना बनायो, त्यही हो। अब छोरी मान्छेको कामै त्यही हो होइन साथीहरू। अनि आज चाहिँ हाम्रो घरमा अलिकति बारी खन्ने काम थियो। अनि यहाँ छिमेकी काकीलाई चाहिँ हामीले खेतला भनेको थियौँ, आउनुभएछ। अनि दुईजना हामी चाहिँ खन्दै थियौँ आज। तर अलिक दिन गर्मी थियो है, कस्तो साह्रो घाम पनि थियो, तर नि काम त गर्नु परिहाल्यो। त्यसपछि म चाहिँ घरमा आएर चिसो लिएर जाँदैछु। अब गर्मी पनि थियो, अनि त्यही भएर चिसो लिएर गएर खायौँ ओर्यौँ। फेरि खाजा बनाउने टाइम भयो। अनि म चाहिँ घरमा आएर खाजा बनाउनुलाई तयार गर्दैछु। आज चाहिँ पुरी बनाउनु पऱ्यो भनेर यहाँनिर पेल्दै यता त्यता गर्दै थिएँ। अनि त्यही हो। आज बाहिर एकदम धेरै गर्मी थियो, त्यही भएर मैले चुलाको आगो बालिन आज ग्यासमै पकाएँ किनभने ढिलो नि भएको थियो, गर्मी नि थियो। अनि पुरी त्यस्तो राम्रो त फुलेन आज, तै पनि ठिकै छ। अनि मैले चाहिँ पुरीहरू पनि बनाइसकेँ नि त। अनि पुरीको लागि तरकारीहरू पनि पकाउनु पर्ने हुन्छ। अनि तरकारीको लागि चाहिँ मैले कोपी र आलुहरू तयार पारेँ काटेर। अनि एक साइडमा चिया बसाएँ। अनि त्यसपछि क्यामेरा एक साइडमा राखेको, तर मैले क्यामेरा मजाले मिलाइन रहेछ, आधी मात्र देखिरहेको थिएँ म चाहिँ। अनि चियाको लागि कफी लाउनु पर्यो भनेर हेरेको, कफी नै सकिरहेको रहेछ क्या साथीहरू, थोरै रहेछ अन्तिममा। अनि तर पनि मैले त्यसलाई निकालेँ थोरै। अनि निकालेर भए पनि चियामा हालेँ त्यसरी नै। अनि त्यहाँबाट म चाहिँ चिया बसाइराखेर अनि सामानहरू तयार गर्न थालेँ। तर यसो हेरेको त चिया पनि उम्लिहालेछ। त्यसपछि चियामा ओलन हाल्नलाई म चाहिँ ओलन हाल्दैछु। अनि ओलनहरू हालेर यताउता गरेँ। मेरो चाहिँ चिया नि पाकिसकेछ। अनि अब चियाहरू तयार पारेर अनि खाजा तयार पारेर नजिकै छ बारी खन्ने ठाउँ चाहिँ। अनि यस्तोमै मैले चाहिँ खाजाहरू बोकेर त्यहाँबाट म चाहिँ निस्किएँ साथीहरू। अब खाजा लगेर जानुपर्ने हुन्छ बारीमा। यी तलतिर बारीमा हो मैले चाहिँ खाजा लानुपर्ने, अलिकति तलतिर मात्र हो, घुर्यानमै मात्र हो। अनि गएँ, अनि त्यहाँबाट बोलाएँ खाजा खानु पापा मम्मी अनि काकीलाई। गर्मी थियो, अनि पापा चाहिँ लुगा सुर्खेर आउँदै हुनुहुँदो रहेछ क्या, त्यहाँको धेरै गर्मी भएर। अनि चाहिँ यति छ बाँकी खन्नु पनि कति धेरै। यो चाहिँ हाम्रो पहिला अलैँची बगान थियो, अनि अहिले चाहिँ सबै त्यो मुढाहरू अलैँचीहरू मासेर फेरि बारी नै बनाउन आँटेको नि त। अनि मैले चाहिँ खाजाहरू दिएँ काकी मम्मी पापाहरूलाई। अनि म चाहिँ यसो भिडियो बनाउँदै बसेँ। आज त सकिएन, फेरि भोलि पनि खन्नुपर्ने हुन्छ नै। अनि आजको दिन चाहिँ हाम्रो यसरी नै बित्यो। दिउँसोको काम त बल्ल बल्ल सकियो। अब फेरि बेलुकाको काम सुरु भइहाल्यो मेरो। जहिले पनि मेरो चाहिँ किचनबाटै सुरु हुन्छ, बिहान बेलुका दिउँसो। आज चाहिँ पात्ती सिस्नु खानु भनेर मैले चाहिँ पात्ती सिस्नु खोजेर ल्याएको छु। मेरो चाहिँ एकदम फेभरेट हो क्या यो पात्ती सिस्नु चाहिँ, मलाई एकदम मनपर्छ, स्वास्थ्यको लागि नि राम्रो हो। अनि यो सिस्नुमा चाहिँ यसरी लसुन झानेर हाल्यो भने एकदम मिठो हुन्छ नि त साथीहरू। अनि मैले चाहिँ लसुन झानेर हाल्थेँ। अनि फाइनली मेरो सिस्नु पनि पाकेर तयार भयो। सिस्नुमा अचार पनि राम्रै हुन्छ, तर फेरि तरकारी पनि खाने भनेर मैले चाहिँ लोकल आलु, यो घरकै आलु अलिअलि थियो हाम्रो, अनि आलु काट्दैछु म चाहिँ। अनि आलु काटेर
अचारहरू नि बनाएको छु। सिस्नोमा चाहिँ टिमुर लसुनहरूको अचार नि एकदम राम्रो हुन्छ क्या, त्यो नि बनाएको छु मैले बनाउनु चाहिँ। तर फेरि तरकारी नि खाने भनेर आलु काटेँ। अनि यो साउने निङ्गुरो अहिले सिजन त होइन, तर पनि अलिकति थियो दिउँसो भेटाएको, अनि त्यो साउने निङ्गुरो आलुहरू मिक्स गरेर पकाएँ मैले चाहिँ। सब्जी पाकिन्जेल चाहिँ अनि यहाँनिर मम्मीले दाम्लो बार्दै हुनुहुन्थ्यो, अनि हामी चाहिँ त्यही हेर्दै म चाहिँ भिडियोहरू बनाउँदै बसिरहेको थिएँ नि त। हाम्रो मम्मी चाहिँ कामै मात्र गरिरहनुहुन्छ क्या, जहिले दिउँसो पनि अब बेलुका पनि बसेर गर्ने काम छ भने गर्नुहुन्छ। चोयाहरू आफै काट्नुहुन्छ, दाम्लोहरू बाट्नुहुन्छ, नाम्लोहरू बाट्नुहुन्छ। हाम्रो घरमा छोरा मान्छेको काम चाहिँ मम्मीले नै गर्नुहुन्छ, किनभने पापालाई आउँदैन नि त त्यो कामहरू। सबै प्रायः मम्मीले नै गर्नुहुन्छ, यो चोया काट्नेहरू, दाम्लो बाट्ने, गोचाहरू काट्ने, यताउता गर्ने सबै जहिले नि मम्मीले गर्नुहुन्छ। अनि त्यसपछि मेरो तरकारी नि पाकेर तयारी भएछ। सो मैले चाहिँ खानाहरू पस्केँ सबैजनालाई, मम्मी बाबाहरूलाई खानाहरू पस्केर दिएँ। सिस्नो हेर कस्तो दामी भएको थियो क्या, चिप्लो टाइपको खौ लाग्दो, म चाहिँ एकदम मनपर्छ नि त। त्यसपछि म पनि खाना खानुलाई तयारी, खाना खानु बसेँ साथीहरू। अनि एकजना दिदी हुनुहुन्छ नि, खाएँ ल भन्ने दिदी, उहाँले जस्तै मैले नि खाएँ ल साथीहरू भनेर खानु बसेँ। खानासाना खायो अरे नि भन्दै आजको दिन चाहिँ मेरो यसरी नै बित्यो साथीहरू। अनि हजुरहरूलाई मेरो भिडियो के कस्तो लाग्यो, मन पऱ्यो भने चाहिँ पक्कै पनि लाइक, कमेन्ट अनि मेरो च्यानललाई सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला। यस्तै यस्तै अर्ग्यानिक भिडियोहरू लिएर आउनेछु फेरि पनि साथीहरू। अनि अन्तिमसम्म हेरिदिनु हुनेलाई धेरै धेरै धन्यवाद भन्दै अर्को भिडियोमा फेरि भेट्नेछौँ। बाई बाई, सी यू।